26 तारिक 4 महिना 2025 को दिन है हाम्रो अति नै आदरणीय दाजु उहाँ फर्मल 08 जुम सालघारी निर्वाचन क्षेत्रको सीएलसी प्रेसिडेन्ट साथसाथै उहाँ अहिले 06 जुम टेरिटोरियलका जिल्ला पञ्चायत पनि पञ्चायत बनाएर मैले 5 वर्ष जनताको काम गर्ने मैले एउटा मौका पाएको छु। त्यसको सिलसिलामा हामी पञ्चायत त छँदै छौं, साथसाथमा हाम्रो अति नै आदरणीय दाजु है एकदम एनर्जेटिक हुनुहुन्छ। हामीले जिल्ला पञ्चायतको रूपमा उहाँले हामीले पाएका छौं। उहाँ र हाम्रो जुन ग्राम र जिल्लाको काम एकदमै राम्रो भइरहेको छ, तपाईहरुको समक्षमा प्रत्यक्ष रूपमा तपाईले देखिराख्नु भएको छ है। र त्यसले गर्दाखेरि हामी चाहिँ एकदमै खुसी लाग्यो र सम्माननीय मुख्यमन्त्री महोदयज्यू श्रीमान पीएस गोलेज्यूलाई पनि हामी धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छौं। उहाँले फेरि हाम्रो खगेन्द्र राईज्यूलाई है एउटा युथ कन्भेनरको रूपमा 08 जुम सालघारी निर्वाचन क्षेत्रमा पठाउनु भएको छ है, उहाँले चयन गर्नु भएको छ भनेपछि विशेष गरेर जतिजना युथ साथीहरू हुनुहुन्छ, अब हामी चाहिँ पर्सेन्टेजहरुको पछाडी नलागेर, अब हामी त्यो तपाईको सानसानो कुरोहरुको पछाडी नलागेर कसरी हामी स्वनिर्भर बन्छौं। पार्टीको युथ, सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको युथ चाहिँ स्वनिर्भर आत्मनिर्भर बन्ने खालको युथ बनौं। हामी बौद्धिक स्तरमा पनि हामी माथिल्लो तहमा पुगौं भन्ने मलाई लागेको छ। त्यसले मलाई साथ दिइरहनु भएको छ, विगतमा पनि दिइरहनु भएको छ। यसरी मलाई जहिले पनि प्रोत्साहन उत्साह तपाईले दिइरहनु भएको छ। अनि तपाईको प्रोत्साहन र उत्साहका कारणले गर्दा जे कुरा पनि मैले आज गर्न सकिरहेको छु, जुन ठाउँमा म आज पुग्न सफल बनेको छु, यसको निम्ति यसको सम्पूर्ण श्रेय तपाईहरुलाई जान्छ। तपाईहरुले कहिले पनि कुनै प्रकारको गुनासो नगरिकिन तपाईहरुले मलाई यसरी साथ दिइरहनु भएको छ र मेरोबाट हुने 100% मैले आफ्नो तर्फबाट गर्न सक्ने र हुन सक्ने म तपाईहरुको निम्ति काम गर्ने छु। खाली सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको तपाईको युथ कन्भेनर मात्र नभएर म यो जुम
तपाईको 6 टेरिटोरियल कन्स्टिट्युन्सीको जिल्ला पञ्चायत पनि हुँ। त्यसकारणले गर्दाखेरि आगामी दिनमा म कस्तो प्रकारले काम गर्नुपर्ने हो, मेरो जिल्ला फन्डबाट पनि कस्तो प्रकारले काम गर्नुपर्ने हो, त्यो कुराहरू पनि काम गर्नेछु। र तपाईँहरूको कतिवटा समस्या होला, त्यसमा माननीय विधायक महोदय हुनुहुन्छ, पार्टीका सम्माननीय मुख्यमन्त्री महोदय हुनुहुन्छ र उहाँसँग पनि हाम्रो तपाईँहरूको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको पार्टी अध्यक्ष श्रीमान प्रेमसिंह गोलेज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले मलाई पुनः एकचोटि यो समष्टिमा काम गर्नु, युथहरूलाई सम्हाल्नु भन्ने जुन एउटा उहाँले एउटा निर्देश दिएर उहाँले मलाई यो एउटा जिम्मा दिनुभएको छ। विशेष गरेर आज जुम साम्पा गाउँ वार्डका सम्पूर्ण वार्डवासीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरूले हरेक पाइलामा मलाई साथ दिइरहनु भएको छ र मैले तपाईँहरूको निम्ति कति गर्न सकिरहेको छु छुइनँ त्यो तपाईँहरूलाई पनि थाहा छ र म तपाईँहरूप्रति एकदम क्षमाप्रार्थी पनि छु। तपाईँले जुन सोचेको अनुरूप सायद हामीले काम गर्न सकिरहेको छैनौँ होला, तर आगामी दिनमा पक्कै पनि हामी तपाईँहरूको निम्ति, वार्डको निम्ति, साथसाथै तपाईँहरूको कतिजनाको व्यक्तिगत कतिवटा समस्या र त्यसको निम्ति अवश्य काम गर्नेछौँ हामी भन्ने तपाईँलाई वचन पनि दिन चाहन्छु। त्यस कारणले गर्दा तपाईँहरूले त्यो सल्लाह सुझाव दिनुहोस् र तपाईँहरूको कतिवटा व्यक्तिगत समस्याहरू पनि होला, तपाईँहरूको आफ्नो घरको पारिवारिक समस्याहरू होला, धेरैवटा कुरो छ र त्यसमा पनि हामी मिलेर कस्तो प्रकारले तपाईँहरूलाई त्यसमा सहयोग गर्न सक्छौँ त्यसको लागि हामी पक्का पनि हामी काम गर्नेछौँ। र मैले पहिला जिल्ला पञ्चायतमा उठ्दा पनि म घर घर डुल्ने मैले वचन तपाईँहरूलाई धेरैजनालाई दिएको थिएँ, सिस्नेतिर पनि मैले कुरा गरेको थिएँ। तर केही कारणवश हामी घर घर डुल्न सकेनौँ। तर यो होइन कि म डुल्दिनँ भन्ने कुरो होइन, तर पक्का हामी आउनेछौँ र तपाईँहरूको एकपल्ट आएपछि तपाईँहरूसँग भेटेर गफ गरेपछि तपाईँहरूको कुनै सानोभन्दा सानो समस्याको समाधान हुनुपर्छ भन्ने हामीलाई लागेको छ। त्यस कारणले गर्दा चाहिँ हामी टिम बनाउने हाम्रो युवाहरू हुनुहुन्छ यहाँनिर सबै एकदमै, मैले अघि नै भनिहालेँ, युवा भनेपछि खालि त्यो पार्टीको युवा भनेपछि मान्छेको हेर्ने नजरिया नै अर्को छ। हामी त्यसलाई चेन्ज गर्नुपर्छ, त्यो कन्सेप्टलाई, त्यो हेर्ने सोचलाई नै चेन्ज गरेर हामी एउटा नयाँ प्रकारले हामी पार्टीमा काम गर्नुपर्छ। र सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको युवा भनेपछि यस्तो हो भनेर हामीले चाहिँ जुन एउटा तपाईँको नयाँ विचार, नयाँ सोच एकदमै मैले अघि नै भनिहालेँ, हाम्रो युवाहरूको चाहिँ बौद्धिक स्तरलाई पनि हामी बढाएर लानुपर्छ जस्तो मलाई लागेको छ। त्यस कारणले गर्दाखेरि पुनः एकचोटि म सम्पूर्ण जुम साम्पा गाउँ वार्डवासीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यही अनुरोध गर्न चाहन्छु कि तपाईँहरूले आगामी दिनमा पनि मलाई अवश्य तपाईँहरूले साथ यसरी नै दिनुहुनेछ र मैले तपाईँहरूको प्रत्येकको तपाईँको समस्याको समाधान गर्न सकेको छु होला। तपाईँले चाहेको जस्तो तपाईँहरूको व्यक्तिगत कतिवटा तपाईँहरूको कुरोहरूलाई तपाईँको मैले एड्रेस गर्न सकेको छुइनँ, त्यो मलाई थाहा छ। मेरो क्यापेसिटी अनुसार मैले कोसिस गरिरहेको छु र आगामी दिनमा अघि बढ्दै जाउँ, काम गर्दै जाउँ र तपाईँहरूको जे समस्या आउँछ, यहाँ खालि युथ मात्रै छैन, यहाँ नारीहरू पनि धेरैजना हुनुहुन्छ र तपाईँहरूले पनि तपाईँहरूको निम्ति पनि कुनै प्रकारको यस्तो खालको समस्या छ भने हाम्रोबाट हुन सक्ने र हाम्रो क्यापेसिटीले गर्न सक्ने हामी अवश्य त्यसको निम्ति पछि हट्ने छैनौँ भन्ने यहाँबाट तपाईँहरूलाई वचन राख्दै साथसाथै तपाईँहरूलाई पुनः एकचोटि धेरै धेरै धन्यवाद र आभार प्रकट गर्न चाहन्छु। तपाईँहरूले जहिले पनि यसरी मलाई आएर साथ दिइरहनु भएको छ र तपाईँहरूले लगाइदिनु भएको यो खदाले मलाई एउटा ठुलो हौसला पुगेको छ। यसरी खदा लगाइरहनु पर्ने त खासमा त्यस्तो पर्ने थिएन, तर पनि तपाईँहरूले यसरी मलाई आएर यसरी सम्मान जनाइदिनु भएको निम्ति तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद।